हेलो गाइज वेलकम एभ्रीबडी वेलकम ब्याक टु अनदर भिडियो। आजको भिडियो चाहिँ होइन यो जति पनि विदेशमा बस्नु हुने दाजुभाइ छ नि उहाँको तर्फबाट बनाएको भिडियो यो चाहिँ होइन। मैले यो हाम्रो दाजुभाइ यो अहिले जुन चलिरहेछ नेपालमा एकदमै दुःखद घटना 19 जनाको मृत्यु भइसक्यो होइन, कतिजना घाइते पनि हुनुहुन्छ। यो कुराहरू हामीलाई पनि होइन नेपालमा के भइरहेछ, जेनजी हाम्रै आन्दोलन हो, के भइरहेछ कस्तो भइरहेछ जान्न त हामीलाई पनि मन लाग्छ नि त। सो त्यसको बारेमा स्क्रोल गर्दै थिएँ अनि मैले हेर्दै थिएँ अनि बाहिर बस्नुभएका कति दाजुभाइ दिदीबहिनीहरूले पनि भिडियो बनाउनु भएको थियो होइन। अनि मैले त्यहाँको यसो कमेन्ट सेक्सन पनि हेरेको थिएँ कि कमेन्ट सेक्सनमा हेर्दा के देखेँ भन्दाखेरि अब नेपालमा त छैन बाहिर भएका किन बोल्ने जस्तो के हुन्छ नि, बाहिर भएका त बोल्नै नहुने जस्तो चाहिँ मैले त्यहाँ कमेन्ट सेक्सनमा अलिकति पाएँ क्या। विदेशमा बसेर नेपालको बारेमा के बोल्नु, नेपालमा आएर बोल्नु नि भन्ने जस्ता कुरा पनि गर्ने होइन। अनि शान्त बस्नुहोस्, पक्कै पनि हामी जति पनि विदेशमा छौँ दाजुभाइ दिदीबहिनी साथीभाइ जति पनि हुनुहुन्छ पक्कै पनि धेरैजना रहरले त पक्कै पनि आउनु भएको छ होला होइन, धेरैजना कति त बाध्यताले नै आउनु भएको छ होइन। म पनि कुनै रहरले त आएको त होइन, म घरको एक्लो छोरो, मलाई नि मेरो नि मम्मी बाबालाई पठाउनु मन थिएन होला, मलाई नि आउनु मन त थिएन होला। डिप्लोमा इन्जिनियरिङ कम्प्लिट गर्यो, 10,000को जारी खायो, 10,000को सेलेरीले अब के म ड्रिम जब भनेर बस्नु, 10,000को सेलेरी घन्टाको ड्रिम जब, त्यही भएर उच्च शिक्षा हासिल गर्न र त्यही साथसाथै आफूले केही पनि काम गर्नु। अहिले बिहानको 6 बजे म ओभरनाइट हानेर घर फर्किँदैछु है। हामी विदेश बस्नेहरूले दुःख र रेमिट्यान्स पठाउँछौँ होइन, रेमिट्यान्सबाट ट्याक्स काटिन्छ, त्यही रेमिट्यान्सबाटै चल्ने देश पनि भनिन्छ होइन। ठिक छ, त्यो अरू पनि होला थुप्रै कारण, ठिक छ, हामीले पठाएको ट्याक्स काटिन्छ, त्यो ट्याक्स कहाँ जान्छ? नेपो किडहरूको मोजमा। कहाँ जान्छ? एलभीको टावर बनाउन। हामी पठाउने मान्छेले चाहिँ एलभीको एउटा वालेट सोच्न पनि सक्दैनौँ क्या। हामीले एलभीको वालेट किन्न पनि हामीलाई सोचेर उफु भनेर है सेभिङ गरेर कति दुःख गरेर किन्नुपर्छ, तर तिनीहरूलाई मोज छैन, टावर खडा गरिदिएको छ। अनि तिनी पैसाबाट के हुन्छ? साइरेन कन्भोइस, नेपालीमा भन्नुपर्दा रातो बत्ती बोल्ने गाडी, साइरेनवाला गाडी, रिबन कटिङ, त्यो पनि हेलिकप्टरमा चढेर। तर कुरा आउँछ बोल्नु पर्दा फेरि विदेशमा बस्ने बोल्न पाइँदैन। अनि मैले फेरि बुझ्न नसकेको कुरा चाहिँ बोल्नु किन हुँदैन क्या। जब देश बनाउने कुरा आउँछ हाम्रो पैसा चाहिन्छ, तर अब अनि फेरि सुधार्ने बेलामा चाहिँ हाम्रो आवाज चाहिन्न, मजाक चलिरहेछ। अनि यति भन्दै गर्दा हामीले चाहिँ मागेको के हो त? एउटा डिग्निटी अफ जब, अकाउन्टेबिलिटी अफ ह्याबिट, अनि भनेको एउटा राम्रो सरकार हो। म विदेशमा छु, मसित नेपाली पासपोर्ट नै छ, देश त्यतिले बदल्दैन, देश बदलिन्छ पेज स्लिपले, किनकि मैले कर त्यही नेपालबाटै तिर्छु। अनि बोल्नु नेगेटिभिटी पनि त होइन, जहाँ भए पनि बोल्न आफ्नो देशप्रतिको माया देखाउन सकिन्छ। बोल्नु भनेको त यो एउटा देशप्रतिको इएमआई तिर्नु जस्तै हो कि, महिनामा तिर्नुपर्छ, झकझक्याउनुपर्छ हामीहरूले। हामी जस्तो युवाहरूले नझकझकाए कसले झकझकाउँछ? त्यसैले बोल्न नपाइने भनेर म्यानुअल यो बोल्न पाइने यो नपाइने भनेर कतै रिटर्न पोलिसी छैन, बोल्न पाइन्छ। रातो घन्टी यानि कि साइरेन बजिसक्यो। अनि यो घन्टी कसरी बज्छ? पोलाइट तर पोइन्टेड तरिकाले। हामीले देश छाडेका हौँ, जिम्मेवारी होइन। अनि अब हामीले एलबीको टावर होइन, रुल अफ ल बनाऊ। अनि लास्टमा यति कुरा याद राखेँ कि रेमिट्यान्स साइलेन्स र म्युट हुनसक्छ, तर रेमिटर कहिले पनि साइलेन्स र म्युट हुँदैन। उसले चाहिँ झकझकाउन पाउँछ र उसले झकझक्याउँछ पनि। अनि अहिलेसम्म यसो हेर्दा चाहिँ हाम्रो गृहमन्त्री रमेश लेखकले चाहिँ राजीनामा दिइसक्नुभयो होइन। अनि जति पनि राजीनामा दिएर मात्र छोड्नु हुँदैन हामीले। अनि जति पनि छन् नि, यो प्रधानमन्त्री भए, त्यसपछि प्रशासकीय प्रमुख, त्यो गोली हान्न आदेश दिने समथिङ, मलाई थाहा छैन, जसले चाहिँ त्यो इन्टरनेटबाट नाम आफ्नो हटाएको थिए तिनीहरूलाई पनि हामीले यतिकै छोड्नु हुँदैन। तिनीहरूले तिर्नुपर्छ त्यो 19वटा, जो हाम्रो जेनजी जुन एउटा 12 वर्षको बालक लिटरली 19 दिन आन्दोलनमा 19 जना मरेको थियो। एक दिनको आन्दोलनमा मान्छे मरे कि 19-20 भन्दा माथि जान्छ होला अझ। यो उपचारको 100+ घाइते नै छ अझै, साथीहरू घाइते हुनुहुन्छ। सो होप कसैको पनि ज्यान नजाओस्। अब आजको जुन मङ्गलबारको आन्दोलन छ त्यो शान्तिपूर्ण होस्। यिनीहरूलाई चाहिँ अनि यो सामाजिक सञ्जाल फेरि फिर्ता ल्याउने हामी प्रोसेसमा छौँ समथिङ भनेर मैले भिडियो पनि देखाएको थिएँ।
हामीलाई सामाजिक सञ्जाल मात्र चाहिएको छैन, हामीलाई यो देशमा एउटा सिस्टम चाहिएको छ, राम्रो अभिभावक चाहिएको छ सरकार चलाउने। हामीलाई सामाजिक सञ्जाल मात्र चाहिएको छैन। सो त्यही भएर हामी उठिसक्यौँ, अब हामी सुत्न मिल्दैन, हामी उठिसक्यौँ, अब हामी पछाडि हट्दैनौँ। सो अनि आन्दोलनमा जेन वाई पनि आज आउने घोषणा मैले देखिरहेको थिएँ। होप आएर जसरी आज कुनै पार्टीको झन्डा देखिएन, हिजो देखिएन, त्यस्तै आज पनि देख्न नपरोस्। अनि आन्दोलन चाहिँ पिस होस्। आज होप मृत्यु भएको चाहिँ समाचार सुन्न नपरोस्। साँच्चै नै हिजो भनेको एकदमै कालो दिन थियो हाम्रो लागि, स्पेसली जेनजीहरूको लागि। यो हामी सधैँभरि याद राख्नेछौँ, उहाँहरूको आत्माले शान्ति पाओस्। त्यही नै हो। अब विदेश बसेर किन बोलेको यताउति भनेर चाहिँ प्लिज नभनिदिनु होला। हामीलाई पनि त्यो सहभागी हुन मन छ, हाम्रो पनि मन हो, हामीलाई पनि चेन्जेस ल्याउनु मन छ, चेन्जेस भएको देख्नु मन छ। हामीले तिरेको ट्याक्सहरू चाहिँ सदुपयोग भएको हामीलाई पनि हेर्नु मन छ। सो विदेशबाट हामी विदेश भएको मान्छेहरू यसरी नै सामाजिक सञ्जालबाट सहयोग गर्छौँ। प्लिज अब गोफन्डमी पनि अब हामी यो अस्ट्रेलियामा मिमहरूबाट गोफन्डमी पनि उठाउनु भएको छ। अब मैले पनि थोरै कन्ट्रिब्युट गरेको थिएँ। सो सबैले थोरै जति सकिन्छ आफ्नो हिसाबले। सो हामीले यहाँबाट सकेको गर्छौँ, तपाईँ त्यहाँबाट गर्नुहोस्। हामी मिलेर अघि बढौँ। कसैले यताबाट उताबाट भनेर कसैले एकअर्कालाई हेला नगरौँ, एकअर्कालाई साथ सपोर्ट गरौँ। आन्दोलनमा पनि एकअर्कालाई बचाउँ र जसले यो भ्रष्टाचारीहरू विरुद्धको आन्दोलन छ त्यसलाई सफल पारौँ। अनि कि मैले भिडियो रेकर्डिङ गर्दै थिएँ होइन, मैले एउटा कुरा के देखेँ भन्दाखेरि यही राहतहरू दिने, निःशुल्क उपचार गराउने भनेको थियो कि त्यो राहत दिएर त्यो आउँदै गरेको चाडपर्वमा जुन आमाको काख रित्तिएको छ त्यो राहतले त्यो पूर्ण हुन्छ त हुँदैन नि। सो त्यही भएर त्यो राहत साथ चाहिँदैन। त्यसको बदलामा एउटा लासको बदलामा एउटा नेता चाहिन्छ हामीलाई। यी छन् नि जति पनि अराजकता फैलाउनेहरू, यी नेता चाहिन्छ।